एकदिनको ट्रिपको लागि सर्ट ट्रिपको लागि एकदम बेस्ट ठाउँ रमाइलो ठाउँ एकदम नेचुरल स्विमिङ पुल भएको पोखराबाट लेक साइड हुँदै पामे हुँदै घाटी छिना हुँदै हर्पन खोला ड्याममा ल हेर्नुहोस् त्यहाँ हरियाली त्यस्तै छ चारैतिर पहाडले घेरेको त्यसपछि झोलुङ्गे पुल त्यहीँ छ साइडमा सानो ठिक्कको झरना छ बच्चाहरूलाई पनि लिएर जाँदा हुन्छ तर एकदम केयर गर्नुपर्छ फेरि पानी चाहिँ अब बढिराख्नु पनि सक्छ अनि एकदम सफा छ राम्रो छ खासै भिडभाड पनि छैन रमाइलो छ र फ्यामिली ट्रिपको लागि सट्ट अहिले वेदर बेस्ट टाइम छ जानलाई फ्यामिलीसँग ड्राई पिकनिकको लागि पनि एकदम बेस्ट टाइम खानालाई चाहिँ खासै राम्रो ठाउँ त छैन त्यहाँ रेस्टुरेन्टहरू तर ड्राई पिकनिक आफूले पोखराबाट लेक साइडतिरबाट खानेकुराहरू सबै प्याक गरेर लिएर जाने सर 2-4 घन्टा चिल गर्ने अनि बेलुका फर्किँदा हुन्छ आउनु होला जानु होला रमाइलो गर्नु होला एकदम बेस्ट टाइम छ वर्दी प्लेस एकदम छ्या भन्ने टाइपको छैन जे देख्नुभएको छ एकदम जे छ त्यही छ एकदम नेचुरली ड्रिङ्क चाहिँ धेरै नगर्नु होला ठिकै गर्नु होला बाटो साह्रै रफ पनि छैन कार पनि जान्छ सानो गाडीहरू जान्छ एकदम सानो गाडी सेन्ट्रोदेखि ट्याक्सीदेखि सबै जुन गाडी लिएर जाँदा नि हुन्छ बाटो एकदम राम्रो छ कहीँ अलिकति साइडमा हल्का त्यस्तो छ तर त्यस्तो नराम्रो छैन बाटो पिचै धेरै राम्रो छ जाँदा हुन्छ एकदम क्वालिटी टाइम स्पेन्ड गर्न पाउनु तपाईँको एक दिनको लागि बस मेमोरीमा बसिरहेको छ सम्झना आइरहेको छ तपाईँलाई यस्तो ठाउँ छ है भन्ने टाइपको राम्रो छ अरूलाई पनि रेकमेन्ड गर्न सक्नुहुन्छ जस राम्रो छ टाइम पासको लागि तपाईँको चिल गर्न लागि फट्ट केटाहरूसँग केटाहरू मिलेर गइनुभयो पानीमा बसेर आनन्दले चिल गर्न सक्नुहुन्छ खासै बाटो अप्ठ्यारो पनि छैन त्यही भएर